हुन्छ रियल लाइफ छुट्टै हुन्छ भन्ने थाहा छैन तपाईलाई कोसँग हिँड्नुहुन्छ तपाईँ अहिलेसम्म थाहा छैन रियल लाइफमा कस्तो हुन्छ रियल लाइफमा कस्तो हुन्छ भनेर भाइ सुन्न मुजी मैले भनेको सुन्छ कि सुनिनस् म त सुन्दिनँ कसैले भनेको मेरो प्लेटफर्ममा त कोही आरोप गर्न पाउँदैन दाइ म बरु बाटो म त त्यही हो म त सिधै भनिदिन्छु म त सिधै भनिदिन्छु म डराउनु नलागे कोहीसँग नि के गर्नु तपाईँले हाने त्यही दुई झापड हान्छ म घर आएर बसिदिन्छु के भएर मलाई के मतलब भएर मलाई के मतलब भयो हाने त्यही दुई झापड हाट त फर्किने हाने भिडियो हाल्दा मेरै फेम बढ्छ टिकटक लाइभमा के अरे केमा हो यो कस्तो कुरा गरे हो त्यो बुढो त्यस्तै हो सर्दै मध्ये मलाई बर बिच्किन मन लाग्छ क्या यस्तो कुरामा चाहिँ मेरो कामलाई चाहिँ त म उस नगर्दै हुन्थ्यो क्या ठिक छ यस्तो कुरामा केही भन्नु नहुने हो हुन त बच्चैबाट यस्तै हो र दाजुभाइ अनि अर्को कानु भाइ पनि छ आर्चु भाइ पनि छ कान्छा भाइले नि ग्याङसँग हान्छ कि हान्दैन यसलाई आउँदैन नि अनि सिकाउने कि के जिप्पी डान्स एउटा सञ्जीव भाइ रोइताई मेरो गाइस सबैले डबल ट्याप हान्न सबैजना केटाहरु किन भने यस्तो अनि केही हालेन यार ओए हान्यो यार कुन पर्ने उताबाट मनी गर्छ अनि गर्न हामी सो रोइताई 5000 मा पनिशमेन्ट थियो नि यति हाले उमा रोइताई मिस्टर सञ्जीव भाइ 5000 मा पनिशमेन्ट थियो नि गाइज तपाईहरुले उतापट्टि टपमा को देख्दै हुनुहुन्छ यसो नाम याद गर्नु है यता आएको बेलामा मेन्सन हानेर मुख छाड्नु पाइन्छ उलाई उताको त्यो अलि राजा जस्तो छ देखेछौ त्यो उताको टपको गिटारलाई हेर त यहाँ छिर्ने बित्तिकै है म अरु केही भन्दिन छिर्ने बित्तिकै थ्यांक यू कुसुम स्कुलमा हो यो स्कुलमा यहाँ आउँछ नि छिर्ने बित्तिकै उडेर आउँछ नि अनि है 5000 मा पनिशमेन्ट दिइरहेको छ कि हामीलाई स्कुलले हो बाबु यो तेरो सरले सिकायो हो क्या बाबु ओए बुझ्छौ ओए तेरो सरलाई तेरो स्कुल हो त्यो तेरो सरको नम्बर देन कुरा गर्नु पर्यो के बाबु एकचोटी अर्जेन्ट कुरा गर्नु छ ओ यो त होला भाइ सञ्जीव भाइ के हो त्यो स्कुलमा रेडबिल खाएर जान्छस् होइन म स्कुलमा निशान त हेर्दै डिलर जस्तो देखिन्छ यार होइन म डिलरको कता मेरो लाइटर हो कटन क्यान्डी स्कुलमा कटन क्यान्डी अलाउड हुँदैन ओए भुते ओए कति वर्ष भइस हामी 5 वटा लिटर कटन क्यान्डी दिन्दा भुतेहरुको के रे कटर क्यान्डी लुट छ भने के ए त लुटुवा पनि हो त अग्रजगिरी भन्दा नि खत्तम हुने भइस यार अग्रजगिरी मेरो साथी त ठीक थियो त खोइ मेरो रोइताई खोइ मेरो किरा हो किरा हो आना न वाइल परम्परा दिदी हजुर तपाईमा को हो त्यस्तो स्थल 5000 हान्दिने दाजुभाइ दाजुभाइ तपाईलाई नमस्ते है परम्परा दिदीको दाजुभाइहरुलाई त फकाको तैले तन्दीप साथी अब हाने साथी तैले नमते गर्दिन थिस् त अनि परम्परा दिदी अनि नयाँ हो नि त अलि मजाले गर्नु न त अनि बाई गुड नाइट बाहिर सन्दीप भाइ मतलब है सन्दीप भाइ बाई बाई अनि के दिदी हैव अ स्वीट ड्रीम ओ यो पो स्वीट हुन थाल्यो त यार के हो आजकल त गाइज उताको एमबीपी याद गरिराख है पानी पनि खाइस् तैले घटक नै तैले के खाएर आथिस कान्छा
धुस खाएपछि पानी खान मन लाग्छ जस्तो त लागेको थिएन मलाई उताको एमबिपी चाहिँ याद राखिराख है आउँछ अहिले है 1v2 हान्नु भने मलाई हान्नु भने त मलाई हान्नु भने चाहिँ 1v2 ल 1v2 आइ 1v2 आऊ बाबुहरू कसलाई भन्दै त मेरोमा मिल्दैन पनिसमेन्ट के पनिसमेन्ट यस्तोहरूलाई पनिसमेन्ट दिएर के गर्न ओइ लाइट गेम भने तैँले के गेम भने म दिदिनँ यार पनिसमेन्ट मेरो पोइन्ट आए भए पो मैले पनिसमेन्ट दिनु मजा हुन्छ साथीहरूको लाइभ हेर्न रे हो र एउटा बोल ग्याङस्टर छुटेको ग्याङस्टर गोटे कहाँ गएछ आज खै कहाँ हो? कस्टम बोलायो भने म चाहिँ इन हानिदिन्छु किन म दिमाग खराब खेल्दिन मेरो पनि दिमाग खराब हुन्छ फेरि तेरो पनि दिमाग छ तालु आयो बरु भन्न लाइभमा बसिरहेको छ पागल ओ दाइ ओइ सञ्जीव भाइ कसलाई एड गरे तैँले यो तालु बच्चालाई को हो यो किला तालु खै कहाँ त्यो झिपिरहेको थियो झिपिआयो तालु घरको छोरो आज है उसको स्तर आएर चाहिँ मलाई क्या पनिसमेन्ट लिएर गइदिएर क्या रन्नमा चाहिँ अलिक फट्टै हानिदिएर ओए तँसँग कति फरक हानि म त्यो फट्टै हानेको त तर्को थिएन तँसँग म कति गेम हाने मलाई 2 केजी लाउन लगाएर फट्टै हानिदिएर दाइ बाँकी दाइ दर्शन निशान दाइ दर्शन कहिले आएको गाउँबाट तेरो अनुहार हेरेछस् ओइ तेरो मुख खोरो ओइ किला फाटे म आजकल बोल आज तिमी आजकल त मैले कुकुरहरू भुक्दा पनि बाहिरदै भने यस्तो सुनिँदो रहेछ यार बाख्री र मतीले अनि तालु दुईजना तिन तालुको च्याकमा तालु गाइस सबैजना डबल ट्याप ओए जिताउन यार यो गेम त म त लास्टै म त 3 दिन भयो यार गेम नजितेको म त पागल हुन्छु यार 5000 मा पनिसमेन्ट हो 5000 मा पनिसमेन्ट हो ओइ निशान चाहिँ म त पागल हुन्छु यार अब त जितिन भन्छ यार ल गाइस लेट्स गो गाइस इन्टु टुमा के हा के अरे अनि म मेरो घर चिताउनु तेरो घर सुनिन्छ भने दाइ तालु चित्राइराछ म जे काम छ यो म्याचले ओइ कसलाई मुख छाडेको ओइ त्यो त ओइ निशान भाइ यार क्यान तान मुजी तेरो के यार केटा 5 के पुराउ यो तक्लुको तालु पड्को ओइ तालु दे तालु छ ताल लेखा ओइ के अरे ओइ देखा त सञ्जीव भाइ एकचोटी फेरि देखा त ट्याप नगर च्याप आएर साथीहरु कमेन्ट च्याट गरी बाख्रे ज्याङ लेखाउ साथीहरु कमेन्ट सबैजना ओइलो तिमी किन यस्तो सञ्जीव भाइलाई सोध्नुपर्छ यो तकले चाहिँ मैले बोल्दैन ओइ बोला होस् ओइ त ओइ तालु बच्चा बोल्न ओइ तालु बोल्न ओइ तकले भुचे ओइ बोल्न बाबु दाइसँग अलि बोल्न सक्दैन कि थ्यांक यू पुकुरे ऊ यो निराज तामाङ भन्ने गाइज इन्टु टुमा हैन न इन्टु टुमा हैन यार निराज ब्रो यार यस्तो अनुहार नपरेको त मेरो छिमेकी छैन नि यार हैन मेरो तालु थ्यांक यू कोही एकछिन सबैजना यार मनोरञ्जन मात्रै हैन क्या एकछिन रोज हानु एकछिन रोज हानु न मिलेर रोज हानु त कमेन्ट ग्याङ कमेन्ट रोज अब दुईटा रोज लास्ट लुना थ्यांक यू ओइ 5 के साथीहरु कमेन्ट